हेलो गाइज, म मनोज सुवेदी। हजुरहरूलाई मेरो यस युट्युब च्यानलमा स्वागत छ। आज म हजुरहरूलाई यस्तो नयाँ वेबसाइटको बारेमा चर्चा गर्न गइरहेको छु जुन वेबसाइटले हजुरहरूलाई राम्रो प्रफिट दिने गरेको छ, जुन चाहिँ सर्टिफाइड पनि रहेको छ। हजुरहरूले यस वेबसाइटको बारेमा जानकारी पाउनका निम्ति यस भिडियो अन्तिमसम्म हेर्न हुन अनुरोध गर्दछु र हजुरहरूलाई यस्तै वेबसाइटहरूको बारेमा जानकारी दिई गराउने बाचासहित मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन अनुरोध पनि गर्दछु र यस भिडियोलाई लाइक अथवा केही नबुझ्नु भएमा कमेन्ट पनि गर्न सक्नुहुन्छ। म हजुरहरूलाई आज किङ्स वे इन्भेस्टमेन्ट भन्ने वेबसाइटको बारेमा चर्चा गर्न गइरहेको छु, जुन वेबसाइटले हजुरहरूलाई विभिन्न 3 किसिमका प्रफिटहरू दिने गरेका छन्, अर्थात् हजुरहरूको लगानी अनुसारको प्रफिट दिने गरेको छ। हजुरहरूले जस्तै $10 देखि $500 इन्भेस्टमेन्ट गर्नुभयो भने यस वेबसाइटले हजुरहरूलाई प्रत्येक दिन 9% का दरले ब्याज दिने गरेको छ र हजुरहरूले $500 देखि $5,000 इन्भेस्टमेन्ट गर्नुभयो भने हजुरहरूलाई 11% अर्थात् 11% का दरले ब्याज दिने गरेको छ र अर्को छ त्यसै गरी $5,000 देखि माथि हजुरहरूले इन्भेस्टमेन्ट गर्नुभयो भने यस वेबसाइटले हजुरलाई प्रत्येक दिन 14% का दरले ब्याज दिने गरेको छ र यो वेबसाइट सर्टिफाइड रहेको छ, जुन वेबसाइट किङ्स वे इन्भेस्टमेन्ट भन्ने र एउटा कम्पनी रजिस्टर भएको छ, जुन चाहिँ युनाइटेड किङडममा इस्टाब्लिस भएको हो र यो वेबसाइट केही दिनदेखि चलिरहेको छ। आजको मितिमा यस वेबसाइट 16 दिनमा रनिङ भइरहेको छ र हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यस वेबसाइटको रजिस्टर छ कि छैन भन्ने प्रमाणहरू पनि, अर्थात् हजुरले यहाँ देख्न सक्नुहुन्छ यो वेबसाइट रजिस्टर छ। यहाँ क्लिक टु चेक भनेर देख्न सक्नुहुन्छ। हजुरले यस वेबसाइटको बारेमा रजिस्टर छ कि छैन भनेर पनि हेर्न सक्नुहुन्छ र हजुरहरूलाई मैले यस एकाउन्ट बनाउनका निम्ति मेरो रिफरल एकाउन्ट आफ्नो डिस्क्रिप्सनमा मैले राखिदिएको छु। हजुरले उक्त रिफरल एकाउन्टबाट आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ र नबुझेको कुराहरू कमेन्ट अथवा मलाई पर्सनल म्यासेज गरेर पनि भन्न सक्नुहुन्छ। म सकेको हजुरहरूलाई हेल्प गर्नेछु र यहाँ देख्न सक्नुहुन्छ हजुरले किङ्स वे इन्भेस्टमेन्ट लिमिटेड इज अ सर्टिफाइड लिमिटेड कम्पनी based in the United Kingdom and founded by Andrew Medry and David Barbie, two entrepreneurs well known in the English Bitcoin community. हजुरले यस इन्भेस्टमेन्टमा हजुरले आफ्नो बिटकोइनबाट अर्थात् एफबी क्यासबाट हजुरहरूले केही यस्ता वालेटहरूबाट इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र हजुरहरूलाई मैले आफ्नो लिङ्क डिस्क्रिप्सनमा दिएको छु। उक्त लिङ्कबाट हजुरले यसमा आफ्नो क्रोमबाट अथवा सोही लिङ्कबाट पनि खोल्न सक्नुहुन्छ। मैले चाहिँ सो लिङ्कलाई कपी गरी क्रोमबाट खोलेको छु र हजुरले क्रोमबाट खोलिसकेपछि हजुरले यस्तो यहाँ देख्न सक्नुहुन्छ जहाँ हजुरले यहाँ देख्न सक्नुहुन्छ साइन अप र साइन इन र साइन अप हजुरहरूले नयाँ एकाउन्ट बनाउनुहुन्छ भने साइन अप गर्नुहोला र नयाँ अलरेडी छ भने साइन इन गर्न सक्नुहुन्छ र यहाँ देख्नुहुन्छ साइन अप र म हजुरलाई यहाँ एकाउन्ट कसरी बनाउनु भने सिकाउन गइरहेको छु। हजुरहरूले साइन अप गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँनिर हजुरको यस्तो आउँछ जहाँ चाहिँ हजुरहरूले आफ्नो फिलअप गर्न सक्नुहुन्छ। यहाँ रहेको छ मेरो युजर नेम, हजुरहरूको नाम हाल्नुहोला, हजुरहरूको निक नेम जे पनि राख्न सक्नुहुन्छ, जस्तै मेरो म राख्न गइरहेको छु
र हजुरहरूले पासवर्ड राख्नुहोस्। पासवर्ड राख्दाखेरि जहिले पनि 8 क्यारेक्टरभन्दा माथि राख्नुहोस् र केही अल्फाबेट पनि युज गर्नुहोस् जुन चाहिँ स्ट्रङ मानिन्छ। र हजुरहरूको यहाँ इमेल राख्नुहोस्। सोही इमेल यहाँ फेरि राख्नुहोस् र हजुरले यतापट्टि देख्न सक्नुहुन्छ हजुरहरूको सेक्युरिटी क्वेसन। यहाँ हजुरहरूले जे पनि राख्न सक्नुहुन्छ र यहाँ हजुरले यहाँ एन्सरमा हजुरको एन्सर राख्नु होला। र यति गरिसकेपछि हजुरले आफ्नो पर्फेक्ट मनी एकाउन्ट, बिटकोइन एकाउन्ट, बिटकोइनको एड्रेसहरू र पेयरको छ भने पेयरको, एडबी क्यासको छ भने एडबी क्यासको राख्न सक्नुहुन्छ। किनभने पछि यही एड्रेसबाट हजुरहरूको ट्रान्जेक्सन हुन्छ। र हजुरले सो गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ हजुरले आई एग्री विथ टर्म्स एन्ड कन्डिसन। मैले चाहिँ यो पढिसकेको छु, हजुरले पढ्न सक्नुहुन्छ फेरि र यसरी पढ्नु पनि होला किनभने यस कन्डिसनको बारेमा थाहा हुन्छ। र यहाँ आई एग्री एन्ड टर्म कन्डिसन भन्ने देख्नुहुन्छ, यहाँ क्लिक गर्नु होला र यहाँ देख्न सक्नुहुन्छ ओपन एकाउन्ट। र यति गरिसकेपछि हजुरले यहाँ ओपन एकाउन्ट गर्नुहोस्। हजुर मैले यहाँ हजुर पहिले नै गरिसकेको हुनाले मेरो यहाँ भइसकेको छ। र यति गरिसकेपछि हजुरहरूको एकाउन्ट बन्छ र यहाँनिर साइन इन गर्न सक्नुहुन्छ। साइन इन गर्नुहोस्। साइन इन गरिसकेपछि हजुरले यहाँनिर युजर नेममा हजुरहरूको इमेल अथवा जे पनि राख्नु, नाम पनि राख्न सक्नुहुन्छ, इमेल पनि राख्न सक्नुहुन्छ र इमेल राख्नुहोस्। र लगइन गरिसकेपछि हजुरहरूले त्यहाँ देख्न सक्नुहुन्छ मेक डिपोजिट भन्ने। सो मेक डिपोजिटमा क्लिक गरी हजुरहरूले कति लगानी गर्ने भन्ने कुरा आफूले डिसिजन लिएर हजुरहरूले लगानी गर्न सक्नुहुन्छ।